जानी भौ चटक्कै माया नै मारेर बसिन्थ्यो कहिले त बोली नै बारेर जानी भौ अब त माया नै मारेर बसिन्थ्यो कहिले काहीँ बोली नै बारेर ज्यान भन्दा प्यारो छौ सबजना मेरो हाँसेरै जाऊ भन नबन अँधेरो ज्यान भन्दा प्यारो छौ सबजना मेरो हे सबैकी प्यारी थेउ थेउ हाम्रै काखमा हेर्न नि सकिन म तिम्रो आँखामा सबैकी प्यारी थेउ थेउ हाम्रै काखमा सबैले मुहार नबनाम न्याममा फोन गर रेणुका सबैलाई ट्याम ट्याममा सबैले मुहार नबनाम न्याममा छुटिने बेलामा साथीलाई पिर्छ जुन ठाउँमा गए नि नेपाललाई नबिर्छ छुटिने बेलामा साथीलाई पिर्छ हेनाजु युकेमा भाहोलान खुसी छुटिँदै छन् साथी नरोए है मुसी हेनाजु युकेमा भाहोलान खुसी मिलन र बिछोड त संसारको रीत हो साथीको खुसी नै हाम्रोलाई जित हो मिलन र बिछोड त संसारको रीत हो पुरा होस् तिमीले देखेको सपनी बहिनीलाई भाइ भन्न आइपुगे म पनि पुरा होस् तिमीले देखेको सपनी नेपालको संस्कृति धर्मलाई बचाए ए बहिनी युकेमा गएर काण्ड नमचाए नेपालको संस्कृति धर्मलाई बचाए धर्म र संस्कृति महिलालाई थाहा हुन्छ युकेका सबजना तिमी झै कहाँ हुन्छ संस्कृति महिलालाई इज्जत नफाले परे नि भोकमा यिनले झै नाचेर नहिने चोक चोकमा इज्जत नपाले परे नि भोकमा जवाफै केही छैन जिस्काउनेहरूलाई मलाई झै रुने दिन नआओस् अरूलाई जवाफै केही छैन जिस्काउनेहरूलाई दाइसँग थियो यिनको पिरती चोखो त सुमन्त र छैनन् तिमी के रोको पिरती चोखो त हाँस्न गर्न गर पीडा छ मनमा मेरो यहाँको छ र उसको झै अप्सनमा हाँस्न गर्न गर पीडा छ मनमा त्यस्तै काम गरेपछि शङ्का त गर्ने हो कोही भन्दा प्यारो त नहुन पर्ने शङ्का त गर्ने हो कोही भन्दा प्यारो त नहुन पर्ने हो वास्तवमा मलाई नि शङ्का त लागिरहेछ नेपालमा यो खालको घटना नि आइरहेछ वास्तवमा मलाई नि शङ्का त लागिरहेछ मनभरि पीडा छ न उडाउ कोहीले नि साथीको ठाउँ लिन सक्दैनन् पहिले नि मनभरि पीडा छ न उडाउ कोहीले नि साथी त भनी छेउ चिनाउनौ यो भनी किन बे गर्यौ त यता लब्थ्यौ भनी साथी छ भनी छेउ चिनाउनौ यो भनी गाउँबाट ल्याएको कोसेली टकार ज्वाइँ साहबलाई खुवाए है आफैले पकाएर गाउँबाट ल्याएको कोसेली टकार वर्षको एकचोटि सम्झेर आउँदै एयरपोर्टमा जाँदा नि हाँसेर जाउँदै वर्षको एकचोटि सोचे झैन होला परदेशको ठाउँ घर चटक्कै नभुला आफ्नो देश गाउँ घर सोचे झैन होला परदेशको ठाउँ घर सम्पूर्णमा नमस्ते। खास सबैलाई छोडेर जान मन त थिएन तर एकातिर आफ्नो आमा बुवा देश
साथीभाइ अनि यो रमाइलो जमघट मेरो दर्शक श्रोता गीत सङ्गीतसँग मेरो एकदमै धेरै लगाव थियो। सबै कुरालाई छोडेर म सधैँको लागि त जाँदै छैन। भए तापनि अब मेरो श्रीमान बेलायतमा भएको हुनाले कहिले उता कहिले यता गर्ने माहौल बनिरहनेछ। म गीत सङ्गीतसँग टाढा हुँदिनँ। मलाई एकदमै धेरै दर्शक श्रोताहरूले माया गरिराख्नु भएको छ। पछिल्लो समय अझै धेरै माया पाइराखेको थिएँ। यसरी हजुरहरूको मायालाई बिचमै छोडेर जान मन मलाई पनि थिएन। तर सबै एकातिर हुनुहुन्छ, मेरो परिवार, मेरो साथीभाइ र अर्कोतिर फेरि मेरो सिङ्गो परिवार भनौँ, मेरो श्रीमान भएको ठाउँमा जानै पर्ने हुनाले म केही समयको लागि जाँदैछु। म सधैँलाई जाँदै छैन। मलाई यत्तिकै माया गर्नुहोला। म परदेशमा भए पनि समय समयमा आफ्नो साङ्गीतिक कोसेलीहरू लिएर आइराख्नेछु। आज यी नेपाल रोदीघरको माध्यमबाट सम्पूर्णसँग यसरी प्रत्यक्ष बिदा माग्ने मौका पाएँ। यी नेपाल रोदीघर मेरो परिवार हो। म कहिले पनि यस्ता मेरो गीत सङ्गीतको व्यवसायको रूपमा गाउन आउने भनेर कहिले पनि हेरेको थिएन। त्यही भएर अन्तिम समयमा पनि गएर सबैसँग भेट हुन्छु भनेर यहाँसम्म आएको छु। मलाई आजको दिनमा जस्तै माया सधैँभरि गर्नुहोला। म गीत सङ्गीतमा यसरी नै रहनेछु होला। केही समय ग्याप होला बिचमा। सबैजनालाई धेरै सम्झिनेछु। मेरो दर्शक श्रोताहरू, मलाई एकदमै धेरै माया गर्ने दर्शक श्रोताहरूको लागि पनि मैले साङ्गीतिक कोसेलीहरू बिचबिचमा ल्याइराख्नेछु। र मेरो साथीभाइहरू, मेरो इष्टमित्र, मेरो परिवार सबैजनालाई सम्झिँदैछु। सबैजनालाई एकातिर छोडेर जाँदैछु। मलाई पनि एकदमै धेरै गाह्रो भएको छ। तर पनि आफ्नो मनलाई सम्हाल्दै सबैसँग बिदा माग्दैछु। हजुर पनि राम्रोसँग बस्नु होला। धन्यवाद।